यसलाई निकाल्दिउँ कता सबै चाहिँ भाइरल हुन्छ है गाडी आइरहेको सीधा गरेर सीधा ल गाइस यतिखेर चाहिँ म ठ्याक्कै हाम्रो काठमाडौँमा आइसकेको छु यहाँनिर आएपछि यो ठाउँ चाहिँ पहिले आएको खासमा अब जानुपर्ने चाहिँ पर हो कुन ठाउँ जानुपर्छ अन्त दाइको एउटा बिग फ्यान हो म फेरि अनुहार चिन्दैन अरे अनुहार चिन्दैन ल्याउनु पर्यो हाम्रो आउनु न सरहरू पनि यसो हल्का टिकटक हाल्नु सर टिकटक केही फरक पर्दैन काठमाडौँ आइदियो यतिखेर हामीसँग हुनुहुन्छ हाम्रो काठमाडौँका सरहरू हुनुहुन्छ यतापट्टि आइदिनु सर यताबाट एन्टी लाइट यतै लाग्दैछ हाम्रो भाइरल गाडी हामीले काठमाडौँको बन्सीघाटमा आइपुगेको छ होइन सरहरू थोरै अलिकति केही भनिदिनु ल यता हेर्नुहोस् है हेर्नुहोस् है हाम्रो टिकटक भाइरल दाइ वाइ हो हेर्नुहोस् राम्ररी अब त्यसलाई इन्ड गरेर यस्तो उहाँलाई सबैले माया गरिदिनु पर्यो हामीले कुदाउन सक्छ यो तपाईँहरूले काठमाडौँको बाबाले उता चढ्नु मिल्दैन म
11 बज्छ नि 11 भाइ मात्र हुन्छ ल गाइस काठमाडौँमा छौँ अहिले हामी चाहिँ एकचोटि सबैले हात उचालिदिनु त काठमाडौँ म पनि बिग फ्यान हो है बिग फ्यान हेर्नु यहाँ हैन तपाईँ त गाडी के हो गाडी हाल्नु क्यासेट पनि बजाउनु न क्यासेट बजाउनु त ब्ल्याक ब्रेक नाचौँ त्यही भएर यहाँ काठमाडौँमा आएको दिलबुक हराउँछ लक गर अनि गएर चिया खान्छ